Almost close to finishing this book called Scattered Minds by Gabor Mate. This book explores why our brains struggle with focus. And if you relate to being neurodivergent, this can honestly change how you see yourself. It's a great read. आज चाहिँ हाम्रो हाइकिङ जाने प्लान छ हैन. We're going on a hike to Mount Nunu. It's gonna be me and Suraj, Dazubai team. So yeah, let's see how we go. Alka rainfall ni dekhako cha, so it's a bit tricky today. Hopefully there's no rain and we get to go ahead with our plan. Yeah, so just hoping for the best. So next stop is going to be at Suraj's house, and then after that we'll make our way to Mount Nunu. यो चाहिँ अलिकति उता सनशाइनको साइडतिर रहेछ हैन, ब्रिस्बेनबाट नर्थ भनौं. नाम चाहिँ अलिकति कन्ट्रोभर्शियल, माउन्ट नुनु. स्पेलिङ अर्कै छ, प्रोनाउन्सिएसन पनि दुईटा डिफरेन्ट छ हैन. कसैले यो भन्छ, कसैले यो भन्छ, कसैले माउन्ट नुनु भन्दो रहेछ, कसैले माउन्ट गनगन भन्दो रहेछ. बट I'm okay with both pronunciations, so it's fine with me. So whatever the right pronunciation is, we're going there. Yeah, so next stop is going to be Suraj's house, and after picking him up, we'll make our way to the Mount Nunu. Finally, my boy is here. अब चाहिँ हामी निस्किन्छौँ एकछिनमा हैन. अनि अब उतै गएर भेटौँला है, बिन्ती पाऊँ. फाइनली आइसकेका छौँ हामी हैन, चम साइड वेस्ट फिल्डमा. यहाँ गएर त्यो अटो ट्र्याकिङ मोड्युल किन्छौँ. इन्टेलिजेन्ट ट्र्याकिङ मोड्युल. ओके, अब हामी खाजा खाइन्छ. म्याकास जिन्दाबाद. ल गाइस, अब हामी चाहिँ निस्किँदैछौँ होइन यहाँबाट, चम साइडबाट. यहाँ हल्का खाजासाजा नि खायौँ. अनि अब नेक्स्ट स्टप भनेको चाहिँ सिधै अब त्यहाँ हाइकिङ गर्ने कहाँसम्म गाडी लान पाइन्छ त्यहाँ गाडी लगेर ट्याक्कै गाडी राख्छौँ होइन. त्यसपछि चाहिँ कुद्छौँ. अनि त्यही नै हो कुरा. यहाँ हल्का खाजासाजा खाइयो, यो ट्र्याकिङ मोड्युल किन्ने हो. त्यो ट्र्याकिङ मोड्युल किनेपछि चाहिँ बल्ल मजा आइरहेको. ट्र्याकिङ मोड्युल किन्यो. अब हामी जाँदैछौँ ट्र्याकिङ. के हो यस्तो, के हो ट्र्याकिङ? रिसायो क्या? गाइज, ल हामी फाइनली आइसकेका छौँ माउन्ट नुनुको बेसमा. अब यहाँबाट चाहिँ ट्याक्क हाइकिङ गरेर होइन 30 to 45 मिनट्समा ट्याक्क माथि पुगिन्छ. अनि गर्छौँ हामीले. अब बाटोमा पनि यताउति देखाइहाल्छौँ कस्तो छ के छ होइन. Five minutes later. ल हामी चाहिँ हिँड्दैछौँ होइन हल्का.
हल्का थाकिसकेको अवस्था स्यास्या भइसकेको अवस्था 5 मिनेट पछिको दृश्य यो चाहिँ तर राम्रो त्यो ठ्याक्कै नेपालको त्यो डाँडाहरू चढ्ने खालको जस्तै रहेछ ल डाँडाकालिकाको जस्तै भाइब रहेछ भन्दैछ सुजले नि होइन माउन्ट नुनु समिट भनेको होइन यस्तो कन्ट्रोभर्सियल स्पेलिङ रहेछ क्यामराम्यान नेभर डाइज त्यही भएर खिच्दै हिँडिरहेको हो क्या फाइनली वी आर हियर है ब्युटिफुल छ दामी भ्यू छ म अहिले एकछिनमा फर्काएर देखाउँछु तर कति मिनट लाग्यो हामीलाई 45 त लाग्यो 45 धेरै भयो त्यसरी टाढा नचढेको खतरै भयो गाह्रै भयो कहिले अब लास्ट भयो त्यो यो नि फर्स्ट स्पट रहेछ अझै माथि पनि छ अझै अर्को स्पट त्यहाँ जानुपर्छ एकछिनमा अहिले रेस्ट गरेर ल 10-15 मिनट हामी मोहन धारण गऱ्यौँ एकछिन रेस्ट गऱ्यौँ भ्यू इन 3 2 1 कतिको थकेला त तपाईँ मलाई राम्रै थकेला खाँदा 5 मिनट त बोल्न पनि सकिएन होइन लाएर बस्यो अहिले ठिक छ बिस्तारै बोल्न सक्ने भयो नाइस भ्यू हेरेर चाहिँ थकान चाहिँ अलिकति बिर्से जस्तो चाहिँ भोलितिर चाहिँ स्योर थल अलिकति खुट्टा चाहिँ जान्छ अलि 1-2 दिनलाई त्यही त राम्रै दुख्छ होला कैडा लाग्छ होला है मजा आयो है धेरै पछि रिवार्डेड चाहिँ फिल भयो त्यो चाहिँ राम्रै लाग्यो तर यो रिवार्डको नि राम्रो त्यो हुन्छ नि थकाइ टु रिवार्ड रेसियो चाहिँ राम्रै थियो माउन्ट नुनु भन्दो रहेछ यो चाहिँ 6 टलेस्ट माउन्टेनहरू पनि छ योभन्दा टलेस्ट माउन्टेनहरू पनि छ होला यो भनेर यो ग्लास हाउस माउन्टेन्सहरूको 6 टलेस्ट दिस इज द सेकेन्ड स्पट अलिकति हायर स्पट यहाँबाट चाहिँ यस्तो भ्यू रहेछ है उतातिर चाहिँ पुरै घरहरू देखिँदो रहेछ त्यहाँबाट उता माथि चाहिँ सो यो त्यहाँनिर त्यो माउन्टेन्स यतातिर चाहिँ माउन्टेन्स भन्छ है यहाँ नेपालमा भएको त्यसलाई पहाड पनि भन्दैन तर यहाँ चाहिँ यिनीहरूले माउन्टेन्स भन्दो रहेछ यस्ताहरूलाई अर्को माउन्टेन क्या सेतो देखा कहाँ ए त्यो पर मैले त यही डाँडा सानो एउटा हम्प छ नि उताको सेतो त ऊ होला नि बादलै हो नि तल्लै ग्राउन्डमा ग्राउन्डै हो कि के हो त्यो ग्राउन्ड होला ए त्यो नदी हो नि उतै के त्यसको नि पारे सिधै तपाईँको सिधा त्यो त मोर पानी अनि त्यसपछि चाहिँ ल्यान्ड हो जस्तो लाग्यो मलाई
कस्तो लाग्यो दाइ तपाईँलाई बवाल यार कस्तो दामी भ्यू वर्थ इट थियो यार थके लाग्थ्यो चढ्ने बेलामा बेसी थके लाग्थ्यो धेरै भएको थियो यस्तै नसरी चढेको यस्तो स्टिप क्लाइम तर इट्स रियली गुड रियली वर्थ इट रेकमेन्डेड आइली रेकमेन्डेड सय ल फाइनली हामी बेसमा नि आइसकेका छौँ फेरि होइन ब्याक टु द बेस नाउ मजा आयो झर्दाखेरि पनि तर धेरै टाइम लाग्यो जस्तो लाग्यो चढ्नभन्दा धेरै झर्न धेरै टाइम लाग्यो जस्तो लाग्यो तर त्यो बेसमा यस्तोसम्म बाटो हेर्दाखेरि नि आनन्द आइरहेछ मजा आइरहेछ होइन ल फाइनली माउन्ट नुनु ट्रेक कम्प्लिटेड इट वाज अ ग्रेट ट्रिप होइन रमाइलो भयो गयो हाइक गरियो धेरै पछि मजा आयो सोलिड एक्सपिरियन्स होइन राम्रो भ्युज रमाइलो भयो यहाँ चाहिँ तर कन्स्ट्रक्सन भइरहेको होइन के बनाइरहन् टन्नै भइसक्यो बनाउन थालेको नि अझसम्म बनाएर सकेको छैन फाइनली आजको ट्रेक सक्सेसफुल भएको छ है यति भएपछि अब घर गइन्छ आज ओन्ली 1 डे अफ थियो मेरो चाहिँ यसको चाहिँ 1 of 2 डे छ म चाहिँ अब घर गएर उस्तो गरेर सुत्दिन नि सक्छु एकछिन मन सोध्छु होला अहिले त फ्ल्याट पारामा यहाँनिर उठेर आएको थिएँ आज उठेर आउनु त आएको थिएन अरू काम गर्दै थिएँ आउनु त जान त ढिलै भयो तर पर्फेक्ट टाइमिङ भयो पानी सानी परेन केही भएन आउने बेलामा ठ्याक्क पानी परिदियो इट वाज पर्फेक्ट टाइमिङ अनि भ्युज पनि राम्रो थियो द होल ट्रेक वाज गुड इट वाज गुड एक्सर्साइज गुड फर हेल्थ होइन सबै माइन्ड पनि क्लियर अप भयो त्यो भ्यूहरू हेर्दाखेरि दामी थियो सबै इट वाज अ गुड एक्सपिरियन्स अब कतिको भिडियो बन्छ कतिको आउँछ त्यो चाहिँ हेरेर थाहा हुन्छ होइन वी विल सी यु अन नेक्स्ट भिडियो अन आवर नेक्स्ट डेस्टिनेसन ओके बाई Ta-da!